guys, welcome back to my new video. Another vlog. आज हामी 2 दिनको अन्तर बिदाको अन्तरालपछि हामी गएको जाँदैछौँ अनि गएकोमा चाहिँ म मिस मनसा जाँदैछौँ अनि हेरौँ अब हेरौँ जाडो छ गर्मी छ दुईटै छ कपडा एउटा लायो भने अर्को मिल्दैन अर्को लायो भने अर्को मिल्दैन So let's go. कैसा लग रहा है गप्पू जाने के लिए? बहुत अच्छा सूत सूत के हमारा ढाड़ का नशा क्या दिख रहा है धार का नशा टूट गया होगा नशा लंबा हो गया लंबा लंबा हो गया so sweet मानिसले मलाई साइकल किन भन्दैन साइकल किने के अनि हेर्दा नि नजिकको गाडी साइकल किनेर घुम हेर्दा यार म तो राम्रो घर छ है हामी चाहिँ यहाँ पुलिस स्टेसनको नजिकै हो तर पुलिस स्टेसन गइसक्यो यो हो रोड क्रस गर्ने यहाँ रातो बल्यो अब सिग्नल अनि अब यहाँ रेड लाइट बोल्यो भने चाहिँ आवर फेमस पोट्याटो यो चाहिँ सुपर मार्केट लाइक भातबाटी जस्तो अनि यस्तो रेड लाइट बोल्यो भने हामी जान मिल्दैन कस्तो यहाँ देखेन कि अलि अनि त्यो ग्रिन देख्यो भने चाहिँ हामी ठ्याक्कै नेपालमा अपोजिट छ नि काठमाडौँमा रेड भयो भने हामी जान्छौँ होइन ग्रिन भयो भने हामी जाँदैनौँ त्यही त त्यहाँ रेड भयो भने चाहिँ यहाँ अनि अब एकैछिनमा रेड हुन्छ ग्रिन हुन्छ रेड भयो यता सिम्बल अहिले रेडै छ है हाम्रो पोट्याटो फेमस ज्योति भन्ने नि रहेछ त ज्योति स्टुडियो नेपाली लाइक नेपाली नाम यहाँ ग्रिन बोलिसकेको छ हामी हिँड्दैछौँ मोबाइल आज आउँछ हाम्रो 1 रुपियाँको मोबाइल आउँछ 1 रुपियाँ पनि नतिरेको जिरो ब्यालेन्सको फोन आउँदैछ ल गाइज केटीहरूको उहाँ त्यत्रो पैसा तिरेर पनि फोनै दिएन नि त कति पैसा तिरेछन् अब बिल आउँदैन झन् 80 GB डाटा लिएको छ ओइल चाहिँ यहाँ चाहिँ ट्याक्स फ्री सामान पाउँछ है यहाँ चाहिँ सो म अब बिचको यो चाहिँ आधा भागमा आइसक्यो अब बाँकी चाहिँ म कलेजको अगाडिको कलेज देखाउँछु अनि त्यसपछि मेरो भ्लग इन्ड गर्छु ल गाइज आजको लागि साकुरा फुल्ने उस थियो अनि यहाँ पुरै झरेर साकुरा यस्तो नेसनल फ्लावर अब आउने चाहिँ हेर्न पाउँदैन ल गाइजहरू अब आउनेहरूले नि यो साकुरा हेर्न पाउनुहुन्न सो मेरै भिडियोबाट हेर्नु मान्छेहरू यहाँको मान्छेहरू कति अनुशासित छन् बाबै डिस्टेन्स हेर न कस्तो डिस्टेन्स यस्तो डिस्टेन्स मेन्टेन गरेर उस गर्छन् मान्छेहरू कहिले पानी पऱ्यो भन्छौ है बुइनी रातभरि पानी पऱ्यो थाहा छैन अनि यहाँ चाहिँ टोइलेट लिएर जान्छन् है अनि टोइलेट लिएर गऱ्यो नि कुकुरलाई केही गाउँमा रहेछ है यो हाम्रो सहर हो यो अब होइन अबको बिदामा चाहिँ त्यसलाई लिएर घुम्न जामै यसो फोटो यो चाहिँ पार्क हो है यस्तो राम्रो फुल थियो 2-3 दिन अगाडि अहिले त पुरै झरेर ए ह्याप्पी न्यू इयर मैले साथीहरु मलाई अनि कसलाई भन्ने त बहिनी थ्याङ्क यू त भन कमसेकम थ्याङ्क यू है अब ह्याप्पी न्यू इयर अनि गएको त जानु पर्यो नेपालमा बिदा हुन्थ्यो आज अब यहाँ त के को न्यू इयर के को गएको जानै पर्यो।
लेट्स गो। हाम्रो रेउदेखि चाहिँ हामी गएकोसम्म चाहिँ हामीलाई लाइक 20 मिनट्स चाहिँ लाग्छ है हिँड्दै आउँदाखेरि। यस्तो हेर्नु कस्तो आनन्दको मान्छेहरू ट्याक 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 गरेर जान्छन् मान्छेहरू। सबको पर्सनल कार हुन्छ। हाम्रो त जानै दिँदैन। यस्तो गाडी रोकिदियो भने चाहिँ हामी चाहिँ यस्तो गरेर चाहिँ जानुपर्छ। ए भनेको रेस्पेक्ट हो कि होइन। कति डिस्टेन्स कस्तो नेपालमा ओभरटेक गर्ने चलन यति हुन्छ, यसमा केही ओभरटेक भन्ने कुरै छैन। आफ्नै पारामा हिँडिरहेछन्। ग्रिन लाइट बल्ने बित्तिकै अब सुई हिँडिहाल्छ।